स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी20 श्रृङ्खलामा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ। स्कटल्यान्डको ग्लासगोमा बिहिबार राति सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई 6 विकेटले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै 3 खेलमा 4 अङ्क जोडेको नेपाल नेट रन रेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा 175 रनको लक्ष्य पछ्याएको नेपालले 19.4 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 51 बलमा 6 चौकाको सहयोगमा 65 रनको अर्धशतकीय पारी खेले। त्यसैगरी नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि 22 रनको साझेदारी गर्दै 6 बलमा 7 रनका साथ आउट भए। दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर 54 रनको साझेदारी गरे। भीमले 16 बलमा 2 चौका र 1 छक्काको सहयोगमा 27 रन बनाएर आउट भए। कप्तान रोहित कुमार पौडेलले 7 बलमा 5 रन जोड्दै आउट भए। आरिफ शेखले 23 बलमा 3 चौका र 2 छक्काको सहयोगमा 39 रन जोडे। उपकप्तान दिपेन्द्र सिंह ऐरीले 12 बलमा 16 रनमा अभिजित रहे। लोकेश बम 4 बलमा 12 रनमा अभिजित रहे। नेदरल्यान्ड्सका रोलफ भान डर, मरोए बेन फ्लेचर, आर्यन दत्त र जाँच लायन कोचेटले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 174 रनको योगफल बनाएको थियो। नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक 86 रनको योगदान दिए। उनले 53 बलमा 6 चौका र 5 छक्काको सहयोगमा 86 रन बनाएका हुन्। त्यस्तै राईले भान डर मिरोले 21 बलमा 36 रन बनाए भने आर्यन दत्तले 18 बलमा 17 रन बनाउँदै नट आउट रहे। सकिब जुल्फिकरले 11 बलमा 14 रन जोडे। त्यसबाहेक नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछाने, रूपेश सिंह, ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान 1-1 विकेट लिए। अब नेपालले भोलि श्रृङ्खलाको अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ।